सब दरबार हजुरहरु सोधन त हजुरलाई पर्छ न के छ त माथि जाउँ त है हुन त हो यो पर्ख राजाले लगाएको न आज धेरै माथि उठाइसो माथि हिटाइसो यो कोटदरबार हो मानमाको बजार अहिले हामी छलमङको बजारहरू देख्न सक्छौँ यतैतिर यो चुलीमाले गर्नु डाँडो यतातिर पनि गइदिउँ न पुरै लिनुहोस् भिडियो यहाँको अन्तर्वार्ता पनि लिनु पर्यो लिम्ला नि यार यसलाई म यस्तो बनाउँछु हेर्छ यहाँ छैन सुरक्षा गार्डहरू यतै लाग्दा होला नि हैन पहिलाको ड्युटी आन्थ्यो होला ड्युटी एउटा यता उता उठ्दा हैन राजा मलाई यसै ठाउँ अन्तर्वार्ता दिन्छ यताबाट बनाउ रे हावा चलेछ उता के बनाउँछ प्रदूषण दिन्छ भाइ हामी पुरा जहाँ पहिला
अहिले हामी देखिरहेका छौँ रामहरा नेपालका सेक्रेटरी सचिव जिल्ला सचिव श्री गणेश साईद्वारा केही अब यो कोट दरबारको बारेमा केही जानकारी दिउँ। यो दरबार कहिलेदेखि यस्तो अवस्थामा छ? यो दरबार यसको इतिहास के हो? यसको इतिहास भनेको राजा मलयपम्मले यसमा 2224को पालामा यो कोट दरबार भन्ने ठाउँमा यहाँ दरबार गरेर यो मालमाको खाडा चक्रमा दरबार बनाएर यहाँ यसै ठाउँबाट यो आसपासका दुल्लु, दैलेख, कालीकोट, बाजुरा होइन अछामसम्म यही दरबारबाट यी यति ठाउँहरू सञ्चालित थिए, राज्य गर्दथे राजा मलयपम्मले। र यो नेपाल एकीकरणको सन्दर्भमा नेपाल एकीकरण गर्ने क्रममा राजा पृथ्वीनारायण शाहका छोरा रणबहादुर शाहको पालामा यो एकीकरण गर्ने क्रममा यो हाम्रो कोट दरबार अथवा हाम्रो पुर्खाका राजा मलयपम्मका सन्तानले यहाँ राज गरिरहेका थिए। त्यो अवस्थामा एकीकरण गर्ने क्रममा यो कोट दरबार राज्य राजकोटी ठकुरीहरूको यो शासन सत्तालाई नेपाल एकीकरणमा विलय गराएको लगभग यो 1820-25 सालतिरको कुरा होला। यो नेपालमा एकीकरण गराएको थियो, यो राज्यलाई नेपालमा विलय गराएको थियो भन्ने कुरा हामीले अब इतिहासमा पढ्न पाएका छौँ।